सोच्नुहोस् त, सरकारी ढुकुटीको झण्डै 19 करोड रुपैयाँ बराबरको हिसाब किताब गडबड छ र त्यसलाई शून्यमा झार्ने एउटा तरिका भेटियो भने यो कुनै कथा होइन। नेपालको एउटा गाउँपालिका थलाराले ठ्याक्कै यही गर्न खोजिरहेको छ। आज हामी उनीहरूको यो एकदमै एम्बिसियस अभियानलाई नजिकबाट हेर्नेछौँ र उनीहरूले शून्य बेरुजुको लक्ष्य कसरी पूरा गर्ने योजना बनाएका छन् त्यो बुझ्ने प्रयास गर्नेछौँ। ल, अब यो पुरै कुरालाई कसरी बुझ्ने त? सुरुमा हामी समस्या कत्रो छ भनेर हेर्छौँ, त्यो 19 करोडको कहानी। त्यसपछि एउटा निकै महत्त्वपूर्ण शब्द बेरुजु, यसको खास अर्थ के हो त्यो खोज्नेछौँ। अनि हामी समाधानतिर लाग्नेछौँ। उनीहरूले बनाएको नयाँ कार्यविधि, त्यसमा कसको जिम्मा के छ र पैसा फिर्ता ल्याउने प्रोसेस के हो त्यो पनि हेर्छौँ। र अन्त्यमा यो सानो गाउँपालिकाको यत्रो अभियान आखिर किन यति महत्त्वपूर्ण छ भनेर सबै कुरालाई जोडेर हेर्नेछौँ। न, सुरु गरौँ पहिलो कुराबाटै। त्यो ठूलो अङ्क 19 करोड, त्यसलाई अलि नजिकबाट हेरौँ न। आखिर यो पैसा आयो कहाँबाट र थलाराको लागि यति ठूलो टाउको दुखाइ किन बन्यो त? कुरा एकदम सिधा छ। 19 करोड रुपियाँ। थलारा गाउँपालिकामा फसिरहेको कुल बेरुजु भनेको यही हो। यो यति ठूलो रकम हो कि यसले पुरै अभियानलाई नै जन्म दियो र अहिले गाउँपालिकाको एउटै फोकस छ, यो अङ्कलाई जसरी हुन्छ शून्यमा झाल्ने। त्यसो भए कतै पनि 19 करोडको यत्रो समस्या कसरी खडा हुन्छ त? यो रातारात भएको कुरा त पक्कै होइन। 2073 सालमा गाउँपालिका बन्यो र त्यसपछि लगभग 1 दशकसम्म यो बेरुजु थपिँदै गयो। अब आएर 2082 सालमा उनीहरूले निर्णय गरे, ल अब चाहिँ अति भयो र यो खाता सफा गर्न अभियान नै सुरु गरेका छन्। हामीले बेरुजु भनेर यति धेरै पटक भन्यौं, तर यसको खास मतलब चाहिँ के हो त? हेर्नुस्, समाधान बुझ्नु अघि समस्या के हो त्यो त बुझ्नै पर्यो। ल, अब गाउँपालिकाको अफिसियल डकुमेन्टले नै यसलाई कसरी चिनाउँछ त्यतैतिर लागौँ। ल हेर्नुस्, आधिकारिक भाषामा भन्दा बेरुजु भनेको त्यस्तो आर्थिक कारोबार हो जुन अडिट गर्दा अनियमित, नमिलेको वा चाहिने जति कागजपत्र बिना नै गरिएको भेटिन्छ। अब सजिलो भाषामा भन्नुपर्दा यो त्यो पैसा हो जसको हिसाब किताब नियमअनुसार मिलेको छैन। सिधा कुरा। बेरुजुको पहिलो प्रकार हो असुल उपर गर्नुपर्ने। यसलाई यसरी बुझौँ न, मानौ कसैलाई झुक्किएर बढी पैसा गयो वा उठाउनु पर्ने पैसा नै उठाइएन। यो भनेको सिधै पालिकाको ढुकुटीबाट बाहिर गएको पैसा हो र यसलाई कानुन अनुसार जसरी नै फिर्ता ल्याउनै पर्छ। अर्को छ पेस्की बेरुजु। यो त झन कमन छ। कर्मचारी वा ठेकेदारहरूलाई काम गर्न एडभान्समा पैसा दिइन्छ, तर आर्थिक वर्ष सकिँदासम्म उनीहरूले त्यसको बिल भरपाई बुझाउँदैनन्। त्यहीँनिर यो पेस्की बेरुजु बन्न पुग्छ। यी सबै टुक्रा टाक्री हिसाब मिलाउनै पर्यो। अनि तेस्रो, नियमित गर्नुपर्ने बेरुजु। यो चाहिँ खासमा पैसाको होइन, प्रक्रियाको गडबडी हो। सोच्नुहोस् त, कुनै कारोबार भयो, पैसाको नोक्सानी केही पनि भएको छैन, तर कतै सही गर्न छुट्यो वा एउटा फर्म राम्रोसँग भरिएन। यस्ता प्रोसेसका गल्तीहरूलाई सुधारेर नियमअनुसार बनाउनु नै यसलाई नियमित गर्नु हो। ल, हामीले समस्या के हो भनेर त बुझ्यौँ। त्यसो भए समाधान चाहिँ के त? थलाराले यसको जवाफ एउटा अफिसियल डकुमेन्ट मार्फत दिएको छ, बेरुजु फर्स्याउट कार्यविधि 2082। अनि यो कुनै सल्लाह सुझाव मात्र होइन नि, यो त कानुन हो। यो कार्यविधि 2082 सालको सुरुतिरै गाउँसभाबाट पास भइसकेको छ। यसले गाउँपालिकालाई यो प्लान लागू गर्न र बेरुजुको समस्यालाई साँच्चै नै समाधान गर्न चाहिने लिगल पावर दिएको छ। अब हेर्नुहोस्, जति राम्रो योजना भए पनि काम गर्ने मान्छे भएनन् भने त्यो कागजको खोस्टो मात्रै हो। त्यसो भए यो नयाँ सिस्टममा कसले के गर्ने त? ल, अब कसको जिम्मामा के पर्छ त्यो हेरौँ। यहाँ जिम्मेवारी माथिबाट तल्लसम्म एकदमै क्लियर छ। सबैभन्दा माथि कार्यपालिकाले पुरै प्लानलाई मोनिटर गर्छ। अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई काम लगाउँछन्, जसको मेन जब भनेकै पैसा फिर्ता आयो कि आएन भनेर हेर्ने हो। उनीहरूभन्दा तल आर्थिक शाखा जस्ता डिपार्टमेन्टका प्रमुखहरूले चाहिने सबै कागजपत्र र प्रमाण जुटाउने काम गर्छन्। यो एकदमै स्पष्ट सिस्टम बनाइएको छ ताकि कसैले पनि यो मेरो काम होइन भनेर पन्छिन नपाओस्। ल, कसले के गर्ने भन्ने त थाहा भयो, तर यो प्रक्रियाले साँच्चै काम कसरी गर्छ त? मतलब गाउँपालिकाले पैसा फिर्ता कसरी ल्याउँछ? अब उनीहरूले अपनाउने प्र्याक्टिकल स्टेप्सहरू के हुन् त्यो हेरौँ। प्रक्रिया एकदमै क्लियर छ र समय बित्दै जाँदा कडा हुँदै जान्छ। सुरुमा 21 दिनको लिखित सूचना जान्छ,
यदि त्यसले पनि काम गरेन भने 35 दिनको सार्वजनिक सूचना निकालेर कुरालाई पब्लिक नै गरिन्छ। केही विशेष केसमा 6 महिनासम्मको इन्स्टलमेन्ट प्लानको अप्सन पनि छ। तर 3 वर्षसम्म पनि पैसा उठेन भने यो मामिला सिधै केन्द्र सरकारको जिम्मामा जान्छ। ठिक छ, हामीले सबै प्रक्रिया र नियम कानुन त हेऱ्यौं, तर एकछिन रोकिएर सोचौं त, यो सबै कागजी कामभन्दा बाहिर आखिर यो किन यति महत्त्वपूर्ण छ? यो अभियानले थलाराका मानिसहरूको जीवनमा साँच्चै के फरक पार्छ त? यो वित्तीय सुशासन भनेको खाली हिसाब मिलाउनु मात्रै होइन, यसले एउटा चेन रियाक्सन जस्तै काम गर्छ। जब खर्च पारदर्शी हुन्छ तब कर्मचारी र नेताहरू जवाफदेही भन्छन्। यसले गर्दा जनता र सरकारबीच विश्वास बढ्छ। र सबैभन्दा ठूलो कुरा के हो भने साँच्चै चाहिने ठाउँमा खर्च गर्नका लागि बढी पैसा उपलब्ध हुन्छ, जस्तै राम्रो पब्लिक सर्भिस र विकासका कामहरूका लागि। शून्य बेरुजु अभियानको अल्टिमेट गोल भनेको यही हो। त्यसो भए थलाराले शून्य बेरुजुको यो निकै एम्बिसियस यात्रा सुरु त गरेको छ। उनीहरूसँग एउटा क्लियर प्लान छ, त्यसलाई सपोर्ट गर्ने कानुन पनि छ। तर प्रश्न यो हो, के यो नयाँ कार्यविधि मात्रै सफल हुनका लागि काफी होला त? यो प्रश्नको जवाफले थलाराको आर्थिक भविष्य मात्रै होइन, अरू स्थानीय तहका लागि पनि एउटा उदाहरण सेट गर्न सक्छ। खैर, त्यो त समयले नै देखाउला।